के नाम हो तपाईँको भाइ? हजुर मेरो नाम सुरेश कुमार सिंह। कहाँ हो घर तपाईँको? पहिले नेपालमा सिरा। कहिले जानु भएको जापान तपाईँ? मलाई 4.5 महिना भयो। 4.5 महिना भयो। के काममा भनेर लग्यो? कसले लग्यो? के भयो अहिले? कन्सल्टेन्सीबाट पठाएको अक्सफोर्ड स्मार्ट एजुकेसन कन्सल्टेन्सी नयाँ बानेश्वरको। अनि कन्सल्टेन्सीले लग्यो स्टुडेन्ट भिसामा हो? होइन, त्यो वर्किङ भिसामा। अनि वर्किङ भिसामा कसरी पठाउँछ कन्सल्टेन्सीले? व्यक्तिगत ढङ्गले पठायो होला। कहाँ कन्सल्टेन्सीले वर्किङ भिसामा मान्छे पठाउने अधिकारै हुँदैन। कन्सल्टेन्सीले पठाएको हो। कन्सल्टेन्सी 15 लाख लिएर पठाएको। 15 लाख रुपियाँ। 15 लाख रुपियाँ लिएको के प्रमाण छ? कसको नाममा हालेको छ तपाईँले पैसा? छ ऊ कन्सल्टेन्सीको नवीन श्रेष्ठ भन्ने मान्छे हालेको छ, रिसिप्ट छ मसँग। ए त्यो रिसिप्ट लिएर त यो अफिसमा कोही मान्छे तपाईँको आमादिनलाई पठाइदिनुहोस् न। आमा त आउन सक्दैन। को छ र तपाईँको साथीभाइ कोही छैन? साथी छ काठमाडौँमा। तपाईँको त्यो प्रमाणहरू पठाइदिनुहोस्। अनि तपाईँले 4 महिना भयो, एक दिन पनि काम लगाएन? काम लगाएको छ। सुरुमा ल्यायो अनि 5 दिन काम लगायो, फेरि त्यहाँबाट निकालिदियो, अनि अर्को ठाउँ ल्यायो, अनि अर्को ठाउँ ल्याएर फेरि 1 महिना राख्यो। 1 महिना राखेर फेरि काममा लग्यो। काममा कन्स्ट्रक्सनको काममा लगाइदियो। अनि कन्ट्याक्टमा चाहिँ काम छ, होटलको रिसेप्सनिस्ट छ, क्लिनिङ छ। हजुर, एप्लाई गर्ने बेलामा भनेको थियो कि रिसाइकलको छ, त्यो पनि सबै रेकर्ड मैले राखेको छु। यताबाट म कल म्यासेज गरेको छु, रिप्लाई गरेको छैन त्योहरूको सबै। अनि तपाईँले बेसिक सेलरी कति हुन्छ? 2,10,000 भनेको के गरे? एग्रिमेन्ट पेपरमा के लेखेको छ? एग्रिमेन्ट पेपरमा 2 घण्टाको छ, घण्टाको 1100। घण्टाको 1100। अहिले त्यो अनुसार केही पनि भएन। उहाँले पठाएको एग्रिमेन्टमा लेखेको होटलमा काम पनि लगाएन। काम लगायो, त्यहाँ 4 दिन मात्रै काम लगायो। 4 दिनको कति पैसा दियो त? अनि त्यही काम लगाएको पैसा 8800 को दरले 8 घण्टा काम गरेको त्यो दरले दियो। त्यहाँ काम गरेको 5 दिन काम गर्थ्यो, 5 दिनको पैसा दियो। अनि तपाईँले 5 दिनमा जुन तोकेको यहाँबाट एग्रिमेन्टमा तोकेको होटलमा 5 दिन मात्रै काम दियो, अनि त्यसपछि निकाल्नुको कारण चाहिँ के नि? केही कारण मलाई केही भनेन। अब उताबाट नेपालीको हो कि कसको हो त्यो होटल? नेपालीको कि कसको? जापानिजको? चाइनिजको पठाउने नेपाली कन्सल्टेन्सीबाट पठाउनु भयो। के नामको मान्छेले पठाएर तपाईँलाई? नवीन श्रेष्ठ भने कुन कन्सल्टेन्सी हो उहाँको? अक्सफोर्ड स्मार्ट एजुकेसन। अनि अहिले भन्दा के भन्छ? अहिले मलाई अप्ठ्यारो पर्यो, काम भएन, काम किन लगाएन, मेरो यत्रो पैसा खाएर, यत्रो लाख खाएर तपाईँले के गर्नु भएको भन्दा के भन्छ? तिमी कामै गर्न सकेनौ त्यस्तो भन्छ। त्यहाँबाट 3-4 काम लगाएको बाबु, काम गर्न सक्ने र नसक्नेको कुरा। कामै नलाएपछि के 5 दिन काम लगाएर पनि सक्ने र नसक्ने हुन्छ र भने? अनि पेपरमा चाहिँ काम सके अनि काम लगाउ सके। अब तपाईँले के गरिदिनु पर्यो त? वैदेश्वर उद्धार नेपालले सम्झेर फोन गर्नुभयो, धन्यवाद। मेरो सबै रिसिप्टहरू छ, सबै प्रमाणहरू छ। मलाई नेपाल फर्काइदिनु पर्यो। अब 4.5 महिना भइसक्यो, मेरो होकन ट्याक्सहरू केही तिरेको छैन। अब भिजा पनि दिनु हुँदैन मेरो यस्तोमा, किनकि काम पनि फिक्स छैन, कम्पनी पनि फिक्स छैन। अहिलेसम्म बसेकै छु म। अब मसँग खाने पैसा पनि छैन। तपाईँले फेरि भिजिट के अरे भिसा थपेन भने तपाईँ त जेल पर्ला नि त, फेरि इलिगल होला नि त। अब 1 वर्षको भिजा छ मेरो। 1 वर्ष। 1 वर्षको चाहिँ छ, भर्खर 4 महिना 6 महिना अझै थुप्रै छ। तर थप दिँदैन नि सर। अब होकन ट्याक्सहरू तिरेको छैन नि। यो जापानमा त सबै तिर्नुपर्छ। अचम्म त मलाई के लाग्छ भने तपाईँले कन्सल्टेन्सीले वर्किङ भिसामा मान्छे पठाउँदैन, यो व्यक्तिगत ढङ्गले पठाएको हो। कन्सल्टेन्सी त स्टुडेन्टहरूको डकुमेन्टहरू फरवार्ड गर्ने अधिकार हो, त्योभन्दा अधिकार छैन उहाँहरूको। अब मान्छे विदेश पठाउने, वर्किङ भिसामा पठाउने अधिकार छैन। तपाईँको व्यक्तिगत श्रम होला। तपाईँको त्यो श्रम सुचित गरेको कागज मलाई एकपल्ट पठाइदिनु त। अनि तपाईँले पैसा तिरेको त्यो रिसिभहरू पठाइदिनुहोस् त। रिसिप्ट 14 लाखको रिसिप्ट यो छ, अनि 1 लाख अनलाइन पठाएको हो त्यो। ल जे छ त्यो प्रमाण मलाई तुरुन्त अहिले नै पठाइदिनुहोस् त, म हेरिहाल्छु है। ल धन्यवाद, हामी सहयोग गरौँ ल।